बाल सङ्गति साथै सुसमाचार क्लासको लागि भवन चाहिएको हुँदा विश्वासी जनहरूद्वारा पैसा सङ्कलन गर्दै श्रमदान गर्दै पहिलो दिनमा यसरी कामहरू सञ्चालनमा ल्याइयो। प्रभुको कामको लागि इच्छुक व्यक्तिहरू, इच्छुक विश्वासीहरू यसरी काममा खटिरहनुभयो। पूर्ण दाई, सरोज दाई, दीपक बिनाजु, दानियल दाई यसरी काममा खटिरहनु भयो, साथै म पनि। जग निर्माणको लागि दानियल दाई, म, सरोज दाई, पूर्ण दाई यसरी खटिरहेका छौँ। साथै रमेश थुगा, यता मोहन दाई उनीहरू पनि श्रम काममा खटिरहनु भएको छ। ढुङ्गा बोक्नेहरू संयम भाइ, मनोज दाई, मोहन दाई र नहुम दाई, साथै ढुङ्गा निकाल्नको लागि र लोड गर्नको लागि अन्जु दिदी, शान्ति दिदी र अस्मिता दिदी हुनुहुन्छ, साथै दिल दाई पनि। यसरी दाजुभाइहरू, दिदीबहिनीहरू मिलेर ढुङ्गाहरू सङ्कलन गर्न सक्यौँ। त्यसपछि हामी दाजुभाइहरूले जग खनेर जगको निर्माण पनि गर्न सक्यौँ, जसमा हामीलाई प्रभुको कृपा, साथ, सहयोग र अनुग्रह मिल्यो। यसरी हामीले पहिलो दिनको कार्यलाई सबैजना एक मनको भएर सम्पन्न गर्न सक्यौँ। र केही समयपछि इन्जु दिदी, लिदिया दिदीले हामीलाई मिठो चाउचाउ बनाएर खुवाउनु भयो।